हाम्रो घरको हालत हेरौँ त के गर्ने। हाम्रो टहरा हाम्रो घर यस्ता छन्। 2080 कार्तिक 17 गते राति 11:47 गएको भूकम्पले छेद विच्छेद बनाएर सम्पूर्ण त्यहाँका बासिन्दाहरूका घर चकनाचुर भएका छन्, ढलेका छन्। मैले पनि यस्तो टहरा बनाएको छु, हाम्रो घर पनि यस्तो बनाएका छन्। अनि हाम्रो खेतबारी यस्तो छ, बोगट्या करेला छन् बारीका, यो बोगट्या। अब चिन्नु भएको होला, भोगट्या भन्न बित्तिकै कहाँसम्म पुग्छ भनेर। उता पनि छ, टन्नै छ। घर चाहिँ यसरी भत्काएको छु, हेरौँ त। सब दिइहाल्छ। अनि हाम्रा बाख्रा पनि ट्याट्या गर्छन्, बाख्रा पनि छन्। के अरे यो चाहिँ टिम्बुर है, कस्तो मजाले पाकेको छ। तर के भने काँक्रा हुन्छ, टिप्न पाइएन। हाम्रो यो घरको अगाडि छ, भूकम्प लको घरको अगाडि भन्नु पर्यो। अहिले 2 वर्ष पुगिसक्दा पनि पुनर्निर्माण भएको छैन। अहिलेसम्म टहरैमै छन्। हाम्रो बासिन्दाहरू यस्तो छ हेरौँ है। यो चाहिँ गिठाको बाख्रा। अब तलतिर हेर्नुभयो भने यही हो घर हाम्रो। घरको हालत 6 महिना लगाएर बनाएको घर 1 मिनेटमै उडाइदियो। पल्लापट्टि भाइको घर भोगट्या पनि छन्, त्यहाँ उता यता टन्नै छन् भोगट्या। दसैँमा पानी परेर बिजोग छ, यस्तो छ। अझ हरियाली छ। अब हामी तलतिर लाग्यो। यिन जग्गा पनि हाम्रै हो है। र यस्तो ठाडो छ, बिखर जग्गा छ। के गरिखानै गाह्रो छ। गोरु जोत्नुपर्छ, गोरु पनि लड्लाम जस्तो छ। कागतीका बुट्टा लगाएको रहेछ भाइले। हेऱ्यो भने कान्लातिर पुरै गाई बस्तुलाई खुवाउने घाँस पालिएको छ। गाई भैँसीलाई, गोरुलाई नगर्नु यस्तो घाँस हेर्दाखेरि त रमाइलो देखियो त। मेरो हिँडाइ फेरि बेसीतिर हिँड्दैछु, डक्याक 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 हाल्नु। पैदलको यात्रा गाउँघरको त्यस्तो यस्तो घाँस छ। के भन्नु, काट्ने मान्छे कोही छैन। अलिक जता हिँडे पनि पैदल हिँड्नु पर्ने। भैले आयो, भैले के हाल्ने ल हेरौँ त। बिजो छ, सल्लेरी पाखो आयो। जङ्गल हुँदै हिँड्नु परेको छ। हेरौँ त, हतारसँग बेपत्ता है मलाई न। अनि हाम्रो कालमै ठुल्दा गरेर कोही छैन त। बिजोक छ, बिजोक। हाम्रो सुन्ने कुरो हुने भएन के अरे। उसो लागेर उतातिर पुरै पानीले गर्दा बल्ल अर्को बाटो भेटियो। काफलको रुख, यो काफलको रुख हाम्रो। कति राम्रो काफलको रुख छ। एउटा सल्लीको रुख छ। अनि हिँडेको हिँडै हो त। अनि हेरौँ त, ल गजबसँग हिँडेको छ। पसिना आयो, टोपी तान्ने अब खेर्ने। अनि
त्यो अफरै गर्छ ख्याल लगाइराख अनि ये हाम्रो हिमाई बन्द गर न गीत अर्का गीत खेल्ने अनि जंगलको हिँडाइ चाहिँ एकदम साह्रै नै रमाइलो हुँदो रहेछ हेर नि त ओहो अब ओरालो यहाँ मान्छेहरु को के छन् यहाँ मान्छे घर मात्रै छ त ठुली बाबुजु जता कतै तिमी टराउ हाम्रो ठुल्दै चाहिँ यहाँ के रे खाट के रे कुर्सी बनाउँदै हुनुहुन्छ टेबल